भिजन वाचन गर्नको लागि पनि म पुनः कार्यकारिणी उपाध्यक्ष सुधिरा शेषुलाई म हार्दिक अनुरोध गर्दछु। यस नृत्य प्रतियोगिता एवं जेसी सप्ताह समापन कार्यक्रमको क्लोजिङ सेरेमनीमा छौँ, जसको लागि स्वागत मन्तव्य राख्नका लागि खारदेवी जेसी वर्ष 2024 को अध्यक्ष जेसी ओमराज शेषुलाई म हार्दिक अनुरोध गर्दछु। हार्दिक धन्यवाद। खारदेवी जेसी वर्ष 2023 का अध्यक्ष कुमार श्रेष्ठज्यू, नेत्री जेसी सरिता श्रेष्ठ, आजको यस कार्यक्रममा विभिन्न सङ्घ संस्थाबाट उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण अग्रज आदरणीय व्यक्तित्वहरू र लोकल च्याप्टरबाट उपस्थित हुनुभएका अध्यक्षज्यूहरू र यस कार्यक्रमलाई भव्य र सबै बनाउन तपाईँको आफ्नो नानी बाबु जसरी हामीलाई पहिलादेखि अहिलेसम्म साथ सहयोग सपोर्ट गर्नुहुने सम्पूर्ण आमा बाबु के अरे आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक जेसीमा नमस्कार व्यक्त गर्न चाहन्छु। आज सप्ताहव्यापी कार्यक्रममा जसरी यो समापन कार्यक्रम भइरहेको छ, जजेस गर्नु भएको छ भन्ने मलाई लागेको छ। तपाईँलाई अहिले भर्खर रिजल्ट सबै हातमा आइसकेको छ र यो नै जित हो, यो नै हार हो भन्ने होइन, यो चाहिँ सिक्ने थल हो, सिकाउनै हाल्नुपर्ने छैन। सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाई भन्दै जसरी पहिलोदेखि अहिलेसम्म तपाईँहरू धैर्य गरेर बसिदिनु भयो, साथ सहयोग सपोर्ट सप्ताहव्यापी सन्दीप श्रेष्ठज्यूलाई म हार्दिक धन्यवाद भन्दै तपाईँ सम्पूर्णमा फेरि पनि एकपल्ट पूर्ण धन्यवाद भन्दै मेरो कार्य यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय जेसी। धन्यवाद जेसी ओमराज श्रेष्ठज्यूलाई। उहाँले शब्द मार्फत यहाँहरू सम्पूर्णलाई स्वागत मन्तव्य दिएर बिदा भइसक्नु भएको छ। अब हामी विशेष अतिथि खड्गबहादुर श्रेष्ठज्यूलाई उहाँले गमलामा पानी हालेर आजको यस कार्यक्रम समुद्घाटन गरिसक्नु भएको छ। विधिवत रूपमा हाम्रो कार्यक्रम आजको शुभारम्भ भइसकेको छ। अब पनि कार्यक्रमलाई अगाडि बढ्ने क्रममा हाम्रो जजेस प्यानलबाट पनि केही रिमार्क्स राखिदिनुको निमित्त आजका हाम्रा जज हुनुहुन्छ रोसिना साकेज्यूलाई सर्वप्रथम धन्यवाद जेसीआई खान्दा देवी ज्यूहरूलाई यहाँ पुऱ्याइदिनु भयो र एकदमै राम्रो कार्यक्रम आयोजना गर्नुभयो। फर्स्ट अफ अल आई एम सो प्राउड अफ यु अल जसले यहाँ आएर आज नाचिदिनु भयो, आफ्नो कला देखाउनु भयो। हामी एकदम नै के भने नो वर्ड सबैजनाको लागि। हामी एकदम नै कसलाई फर्स्ट बनाउने, कसलाई सेकेन्ड बनाउने, कसलाई थर्ड बनाउने एकदमै कन्फ्युजनमा थियौँ। बट धेरै कुराहरू छ कम्पिटिसनमा चाहिँ। अब हामीले हेर्नुपर्ने कुराहरू हजुरहरू सबैले एकदमै राम्रो गर्नुभयो, हजुरहरूको कन्फिडेन्स एकदमै राम्रो थियो, तर ध्यान दिनुपर्ने कुराहरू चाहिँ धेरै नै छ अझै पनि। र हजुरहरू सबैको एउटा एकदमै विकेस्ट पोइन्ट भनेको चाहिँ सङ सेलेक्सन थियो। लाइक डान्स कम्पिटिसनमा यस्तो सङ सेलेक्सनहरू चाहिँ अलिकति उचित मानिँदैन। धेरै जस्तो चाहिँ एकदम नै रिमिक्स भयो के। रिमिक्स भनेको भन्दैमा सबै रिमिक्स गर्ने पनि होइन, अलिअलि मात्रै गर्ने हो। त्यसैले चाहिँ अलिकति त्यसमा चाहिँ तपाईँहरूको सबैको मार्क्स कट भएको छ। तर हजुरहरूले एकदमै राम्रो प्रस्तुति गर्नुभएको छ। कसैले स्टेप बिर्सिनु भयो, तर त्यसपछि एकदमै कन्फिडेन्स डाउन भयो। त्यसो चाहिँ नगर्नु होला। अब नेक्स्ट कम्पिटिसनमा जानुहुन्छ भने चाहिँ स्टेप बिर्से पनि एकदम नै इन्जोय गरेर आफ्नै स्टेप हालेर नाच्नु होला। र हजुरहरूले कतिमा चाहिँ एकदमै एनर्जी एकदमै हाई गर्नुभएको छ। फर्स्टमा एन्डमा एकदमै लो, फेरि एन्डमा त डाउनै भइसकेको थियो एनर्जी कसैको चाहिँ। त्यही भएर आज जसले यहाँ पर्फर्म गर्नुभयो हजुरहरूलाई म एकदमै सल्युट गर्न चाहन्छु। हजुरहरूको यो कन्फिडेन्स हो नि त एट द एन्ड। तपाईँले जसरी भए पनि नाच्नुभयो, आफ्नो कला देखाउनु। अब अप्स एन्ड डाउन भइरहेको छ, हामी त्यही सिक्नलाई आएको हो। अब उहाँले भन्नुभयो जस्तै सङ सेलेक्सन चाहिँ धेरै चेन्जेस, जस्तो एउटा गीतबाट अर्को गीत
3टा गीत 4वटा गीत नराख्नु, सकेसम्म एउटा सङ फुल सङहरू कोरियोग्राफी गर्नु, किनभने त्यसमा एउटै तपाईँहरूको स्टार्टिङ कसरी सुरुवात भएको थियो र इन्डिङ कसरी हुन्छ भन्ने कुराहरू देखिन्छ होइन। र अर्को सङ एकछिनको लागि चेन्ज नै गर्नु हुँदाखेरि पनि सुरुमा स्लो छ अनि पछि एकैचोटि फास्ट, त्यो पनि किनभने एउटा रिदमको कुरा आउँछ होइन। एउटा तपाईँ फ्रीमा गइरहेको छ नि एकैचोटि डाङ डुङ डुङ डुङ, त्यसले पनि अलिकति डिफ्रेन्ट आउँछ होइन। अब उहाँले भन्नुभयो जस्तो एनर्जीको कुरा सकेसम्म सुरुमा मेन्टेन गरेर गर्नुभयो भने एट द इन्डसम्म हुन्छ। शेषज्यूलाई हार्दिक धन्यवाद। उहाँले आफ्नो केही कमेन्ट्सहरू पनि यहाँहरूमाझ दिएर गइसक्नु भएको छ। पक्कै पनि उहाँहरूले हामीमाझ जेसिस मनहरू उपस्थित भइसक्नु भएको छ। अपेक्षा सहित हामी पुनः जेसिआई रामेछापबाट वर्ष 2000 त्यसै गरी ईश्वर श्रेष्ठज्यूले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद सहित कदर पत्र प्रदान गर्दछौँ। यस प्रतियोगितालाई सफल बनाउन सहयोगी हातहरूका कारण सम्भव भएको तपाईँको सहयोग र संस्थाका त्यसै गरी अर्को व्यक्ति हुनुहुन्छ किरण श्रेष्ठ, यहाँलाई पनि हार्दिक धन्यवाद सहित अगाडि आए कदर पत्र त्यसै गरी प्रमाण त्यसै गरी हिमाल कर्मचारीज्यूलाई पनि अगाडि आई आफ्नो कदर पत्र ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। हिमाल त्यसै गरी अर्को सहयोगी व्यक्ति हुनुहुन्छ सन्तोष, यस कदर पत्र ग्रहणको लागि अगाडि आइदिनु हार्दिक अनुरोध गर्दछु। मिशन श्रेष्ठज्यू उहाँ त्यसै गरी अर्को सहयोगी व्यक्ति हुनुहुन्छ पत्र ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अर्को सहयोगी व्यक्ति जेसी सहित सिलसिलामा हार्दिक अनुरोध गर्दै यस कदर पत्र ग्रहणको निमित्त गुलन्जर गाउँपालिका निवासी श्री हेमन्त श्रेष्ठज्यूलाई यस कदर पत्र ग्रहणको निमित्त म हार्दिक अनुरोध गर्दछु। श्रेष्ठज्यूलाई पनि म यस स्टेजमा आई कदर पत्र ग्रहणको निमित्त म हार्दिक अनुरोध गर्दछु। हेमन्त श्रेष्ठज्यूको अगाडि आई यस कदर पत्र लिनको लागि म हार्दिक अनुरोध गर्दछु। हेमन्त श्रेष्ठज्यूको छोरो ओके जोरदार तालिमले उहाँलाई सम्मान दिनको म हार्दिक अनुरोध गर्दछु। राजकुमार श्रेष्ठ त्यसै गरी जसले आजको यस कार्यक्रमको स्पोन्सर गर्नुभएको छ हाम्रो प्रतियोगीहरूलाई चाहिँ विशेष उपहार स्वरूप हार्दिक अनुरोध गर्दछु। खड्गबहादुर श्रेष्ठज्यू आर्थिक सहयोग भएको छ। यसबाट प्रतिनिधिको रूपमा यसै संस्थाको अध्यक्ष त्यसै गरी समाजबाट आर्थिक सहयोग कमलबहादुर श्रेष्ठ, उपाध्यक्ष साधन श्रेष्ठ, त्यसै गरी सञ्चार सल्लाहकार राजकुमार श्रेष्ठ, त्यसै गरी सल्लाहकार वीरबहादुर श्रेष्ठ र सदस्य अप्सरा श्रेष्ठज्यूलाई अगाडि आई यस कदर पत्र ग्रहणको निमित्त म हार्दिक अनुरोध गर्दछु। पक्कै पनि हामी यस्ता कार्यक्रमहरू आयोजना गर्ने क्रममा हामीलाई केही आर्थिक सहयोगहरू पक्कै पनि अपेक्षा हुन्छ। तपाईँहरूले हाम्रो सानो निमन्त्रणालाई सहजै स्वीकार गरी तपाईँहरूले गर्नुभएको यो ठुलो योगदानप्रति हामी सदैव सल्युट पनि व्यक्त गर्न चाहन्छौँ। अब हामी कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब हाम्रो आजको विशेष नृत्य प्रतियोगिताको सहभागीहरूलाई प्रमाणपत्र ग्रहण गर्ने प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। उपस्थित सहभागीहरू
सहभागीज्यूहरू पक्कै पनि तपाईँहरू सम्पूर्ण त्यसै गरी सहभागी मित्रहरू तपाईँले यस प्रमाणपत्र लिइसके पछाडि तपाईँले स्टेजकै अगाडि बस्न गइरहेको हार्दिक अनुरोध गर्छु। अहिले हामी सहभागीको नामले भनिरहेका छौँ र तपाईँहरू सहभागीको जुन यो त्यसै गरी अर्को सहभागी व्यक्ति हुनुहुन्छ महर्जन जोरदार तालीले खैत ताली। त्यसै गरी अर्को सहभागी हुनुहुन्छ रोशनी श्रेष्ठ, उहाँलाई पनि अगाडि आएर यस प्रमाणपत्र दिनुहुन हार्दिक अनुरोध गर्दछु। आजका हाम्रो यस कार्यक्रमको विशेष अतिथि नम्बर श्रेष्ठलाई पनि अगाडि आए। त्यसै गरी आजको यस कार्यक्रमका सभाध्यक्ष, त्यसै गरी कार्यक्रम संयोजक र विशेष अतिथि खड्गबहादुर श्रेष्ठज्यू मात्रै यस स्टेजमा बसेर बाँकी पछाडिको रोमा आसन ग्रहणी गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। ल मेरो हातमा लिस्ट पनि आइसकेको छ है। सबैको राम्रो छ है पर्फर्मेन्स, त्यस्तो लो भन्ने नगर्नु होला। को होला त फोर्थ हो? ल अब फोर्थमा भयो नि, मैले अघि सोधेको थिएँ नि सोलोमा डुओ, फोर्थमा डुओ पर्नु भएको छ। ल को होला त? को हुनुहुन्छ थाहा छैन होला। सो मैले अब फोर्थमा पर्नु भएको छ आरती। उहाँलाई कृपया अगाडि आइदिनु प्लिज, अगाडि आइदिनु। चाहिँ सिङ्क एकदमै दामी थियो, मिस्टेक पनि सँगसँगै गर्नुभएको थियो, डान्स पनि दामी एकै लेभलमा, एनर्जी लो हुँदा पनि सेम। त्यही भएर उहाँहरूको चाहिँ मेन सिङ्क्रोनाइजेसन एकदमै दामी थियो र म्युजिकलिटी पनि एकदमै राम्रो थियो, एनर्जी पनि ठिक्कको, त्यति धेरै पनि नै कमी पनि नै। त्यही भएर चाहिँ उहाँहरू चौथोमा पढ्न सफल हुनुभएको छ। फोर्थ प्राइजको पछि अब हामी थर्डतिर लाग्नु भयो त। थर्डमा चाहिँ को पढ्नुभयो होला क्या तपाईँहरूले? त्यसै गरी हाम्रो आजको यस जेसिआई खाँडदेवी को नृत्य प्रतियोगितामा तेस्रोमा पढ्नु भएको छ को होला त? उहाँ पढ्नु भएको छ, उहाँको नाम दिपा श्रेष्ठ। दिपा श्रेष्ठ बहिनीलाई यहाँ आज यस नृत्य प्रतियोगिताबाट तृतीय स्थान हासिल साथसाथै नगद पुरस्कार एकदमै दामी। तर फर्स्ट सङ चाहिँ अलिकति हुन्छ नि भाइब अलिकति आएन, अदरवाइज तपाईँको एकदमै राम्रो म्युजिकलिटी, तपाईँको ग्रुभिङ मलाई यति मन परेको। अनि हजुरको चाहिँ अलिकति ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ गेटअपले पनि एकदमै मार्क्स आउँछ नि त। सो नेक्स्ट टाइम चाहिँ तपाईँको गेटअप पनि एकदमै ध्यान दिनु होला। तपाईँले चाहिँ फर्स्ट स्योर बधाई छ। त्यसै गरी आज यस नृत्य प्रतियोगिताको द्वितीयमा पढ्नु भएको छ रञ्जिता श्रेष्ठ। बधाई छ तपाईँलाई। यस खाँदीको आयोजनाले खाँदी विशेषले आयोजना गरेको यस नृत्य प्रतियोगिता कार्यक्रमबाट सेकेन्ड हुनुभएको छ। तपाईँलाई हार्दिक बधाई छ। उहाँलाई हामीले सर्टिफिकेट, मेडल, अवार्ड सँगसँगै 5000 पुरस्कार रहेको छ। यहाँहरूको अझै उज्जवल भविष्यको पनि कामना व्यक्त गर्दछौँ। पक्कै पनि आज खाँदी विशेषले विनर एकजना हुनुहुन्छ, को पढ्नुभयो होला? एनी गेसेस? गेस गर्नुहोस् त, को विनर भन्नुभयो होला? गेस गर्नुहोस् त। विनरमा चाहिँ अलिकति विन गेस गर्नु पर्यो है त, होला त है त एकचोटि। अब विनरको एनाउन्स चाहिँ हाम्रो सन्दीप जोशीज्यूलाई म माइक हस्तान्तरण गर्न चाहन्छु।
हजुरले भनिदिनु न, म अनुरोध गर्दैछु। हेलो, सबैलाई ठिकै छ नि? कतिको आतुर छ नि हाम्रो यो फर्स्टको लागि रिजल्ट सुन्नुको लागि? प्रथम पुरस्कार विजेताको रूपमा हासिल गर्नुभएको छ, नाम रहेको छ को होला? को होला त? मलाई पनि थाहा छैन अहिलेसम्म। को होला त भन्नु त? पहिलो विजेता आजको डान्स कम्पिटिसनको कार्यक्रममा सहभागी भएर पहिलो विजेता हुँदै हुनुहुन्छ, उहाँको नाम रहेको छ को होला त? भन्नुभयो। सकेसम्म अडियन्सबाटै नाम आयो भने सजिलो हुन्थ्यो कि? हजुर, आजको प्रथम पुरस्कार कति हो रे? 7,000 ठुलो यो तपाईँहरूको सहभागी नै हो फेरि है। पहिलो नाम भएको छ, पहिलो प्रथम पुरस्कार विजेता रहेको छ रोशनी श्रेष्ठ। उहाँको चाहिँ कुरा के गरौँ, एटिट्युड अन पोइन्ट, स्वैग यस्तो दामी, ग्रुभिङ यस्तो राम्रो, गेटअप पनि यस्तो राम्रो। ओ माई गड, रियली उहाँ चाहिँ फर्स्ट विनर हुनुको लागि चाहिँ एकदम नै हकदार हुनुहुन्थ्यो। सानो बहिनी पनि हाम्रो कम हुनुहुन्थेन है। फेरि हजुरको चाहिँ के भयो भन्दाखेरि हजुरको चाहिँ थियो। त्यसैले गर्दाखेरि हाम्रो एसजेसिआई खार्जे हाम्रो सानी नानी सलिना श्रेष्ठ नानी विनर नभए पनि एज इन यो हाम्रो इभ्यालुएसनमा एउटा ग्रुप फोटोको लागि सम्पूर्ण पार्टिसिपेन्ट्स अझ योभन्दा उत्कृष्ट डान्सहरू अझै बाँकी छ भन्ने कुरा हामीलाई आयोजक टिमबाट खबर आएको छ। जेसिस मित्रहरू, हाम्रो प्रमाण पत्र ग्रहण गर्नको निमित्त